स्ट्यान्ड यसरी चलाउने हातले चलाउने अब जस्तो यो बबल्स आइरहेछ भने हामीले बबल्स एक फुटाल्दिने यसरी चाहिँ च्याट 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 चलाएर फुटाल्दिने एक बेला अलिक हल्का हुन्छ हिट बढी भयो सेफ्टी बढी भयो बिस्तारै हो त्यसलाई प्यानलाई निकालेर भयो प्यानलाई निकालेर माथि उचाल माथि उचाल बबल्स आइरहेछ भने बिचमा चाहिँ यसरी यसलाई ट्याक्क फुटाल्दिने कि है त्यो बबल्स चाहिँ आएको बबल्सहरूलाई हामीले फुटाल्दिने अब जस्तै एग वाइट पाकिसक्यो यसलाई फ्लिप ओभर गर्यो ट्याक्क यसरी समातेर फ्लिप ओभर गर्ने अनि तिमीले यो राख्दाखेरि चाहिँ के गर्नु पर्यो सकेसम्म टाइट गराइहाल्ने कि छुट्न नदिने यो चाहिँ छोड्यो भने हामीले तपाईँ फ्लिप गर्नु बेलामा लाग्छ फ्लिप गर्नु पऱ्यो क्या यसरी चल्नु पऱ्यो बलमा आउँछ ल एक पल्ट यो चाहिँ हाम्रो सनी साइड अप भयो सनी साइड अपमा हामीले एग योग चाहिँ सकेसम्म चाहिँ फुटाल्नु हुँदैन पहिल्यै ब्रेकडाउन गर्ने बेलामा पनि यदि यसैमा राखेर ब्रेकडाउन गरे पनि हुन्छ नत्र बोलमा राखेर गरे पनि भयो र एग वाइट यो वाइट पार्ट चाहिँ सकेसम्म वाइटै भएको राम्रो ब्राउन हुन चाहिँ नदियो यो प्लेट अमलेट रहेको झाप यताबाट साइडबाट डन्ट वरी सेप फोटो भोलि गर्नु हुन्छ ट्याक्क फ्लिप गर्छ ट्याक्क ल पहिलेकोलाई चाहिँ त्यही एउटै ठाउँमा चाहिँ ल्याएर चाहिँ कोअर्डिनेट गरिदिन्छ है त्यही अनुसार चाहिँ यसरी राउन्डिङ गरायो अब यसको यो चाहिँ जुन बिच भागमा छ हामीले अन्डालाई चाहिँ सकेसम्म स्लो यो जुन स्लो वाटरको मुभमेन्ट स्लो हुने बित्तिकै यो भाग डुबाएर भित्रै डुबाएर चाहिँ बिस्तारै एड गर्ने है त्यही अनुसार ल एड गर्नु बिचमा राखौँ डुबाएर बिस्तारै रान सबै एकैचोटि अब आफै चाहिँ सेट हुन्छ है द्याट्स डन पोज टु एग आफ्टर 3 मिनट्स वी आर टेकिङ इट आउट है यसलाई चाहिँ बाहिर निकाल्नु 3 मिनट्समा ट्याक्कै 3 मिनट्समा अर्को राख्दा पनि हुन्छ अर्को बिस्तारै राख्यो सेट गरेर अर्को कुरा ओके ल के तपाईँको निकाल्न पट्ट छोड्यो बिस्तारै डुबाएर है डुबाएर छोड्यो आफै हुन्छ सेट यस गुड एग योग अझै त्यो राख्ने बेलामा फुट्यो है तर त्यही पनि सेट भइसकेको छ बाहिर निस्क्यो नि यो भनेको नचाहिने पार्टहरू के हो अन्डामा नचाहिने पार्टहरू के हो यो अर्को भयो तिल हाल्नु भएन ल सेफ अब एउटा ट्याक्क फ्राइड एगमा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू धेरै ब्राउन चाहिँ गराउनु हुँदैन र एउटा प्लेन अमलेट जुन कि हाम्रो लाइट गोल्डन कलर हुनुपर्छ अर्को सनी साइड अप छ जुनमा एग योल्क चाहिँ हामीले फुटाल्नु भएन है बिचमा सकेसम्म वाइट पार्टै हुने तरिकाले पकाउनु पर्यो र स्क्रैम्बल एगमा चाहिँ फर 30 सेकेन्ड राखेको 30 सेकेन्डमा चाहिँ हामीले निकालियो भने सफ्ट यसरी चाहिँ सफ्टनेसमा ल्याउन सकिन्छ दिस वान इज पोस्ट एग भनेको सकेर यसरी अब पोस्ट एग कसरी पर्फेक्ट भयो भनेर थाहा पाउने भन्दाखेरि ट्याक्क यसरी चुडाल्ने बेलामा चाहिँ सर र यो चाहिँ एग योल्क चाहिँ बग्ने तरिकाको आउनु पर्यो बल्ल दिस वान इज पर्फेक्ट